एक हप्ता अगाडि 10 दिन अगाडिदेखि हाम्रो वीरगन्जमा धेरै जस्तो अनलाइन स्क्यामहरू भएको हामीले पाइरहेको थियौँ र सँगसँगै अनलाइन ठगीहरू त्यो पनि एकदमै प्रतिष्ठित चाहिँ संस्थाहरूबाट अनि त्यसपछि गएर यो के भन्छ उद्योगहरूबाट चाहिँ सामानहरू मगाएको त्यसपछि मान्छेले सामानहरू लाँदाखेरि चाहिँ ठगिएको यो खालको जालोहरू धेरै देखिएको थियो। त्यही बिचमा हामीले एउटा प्रेस विज्ञप्ति पनि जारी गरेका थियौँ कि अलिकति यो अनलाइन स्क्यामहरूबाट बच्नको लागि यहाँहरूलाई अलिकति आफै एक प्रकारले सुरक्षित हुनु होला भनेर हामीले प्रेस विज्ञप्ति पनि जारी गरेका थियौँ हाम्रो चाहिँ यो प्रवक्ता मार्फत। तर अहिले यही बिचमा हामी अलिकति अनुसन्धानमा थियौँ। त्यो बिचमा चाहिँ अहिले हामीलाई विशेष सूचनाको आधारमा हामीले मिति 82/7/26 गते अन्दाजी 12:00 बजेको समयमा जिल्ला प्रशासन वीरगन्ज महानगरपालिकाको वार्ड नम्बर 8 प्रभु अस्पताल अगाडि स्थित सडक खण्डबाट सर्वसाधारणलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न ब्याङ्कहरूको मनी मोल अकाउन्ट भनेको अलिकति खुफिया टाइपको अकाउन्ट खोलाइ उक्त खाताहरूमा सोशल मिडियाको प्लेटफर्म मार्फत फिसिङ, ओटिपी फ्रड, जब स्क्याम तथा फेक अनलाइन बिजनेस स्क्याम र एआईको मार्फतबाट विभिन्न कम्पनीहरूको आवश्यक पर्ने कागजहरू बनाई सामानहरूको अर्डर बिल बनाई ठगी गर्ने गरेको साथै निजले विभिन्न व्यक्तिहरूको ब्याङ्क खाता र डिजिटल वालेटहरूको प्रयोग गरी यसमा एउटा सबैभन्दा ठुलो चिज हामीले देखा परेको छ। लगभग 10 करोडभन्दा बढीको अवैध कारोबार देखिएको छ र हुँदा उक्त कार्यमा संलग्न निम्न उल्लेखित व्यक्तिहरूलाई विभिन्न ब्याङ्कका एटिएम कार्ड 43 थान एउटै व्यक्ति मार्फत एटिएम कार्ड 43 थान बोकेको हामीले फेला पारेका थियौँ। सहित नियन्त्रणमा लिई निजहरूको विरुद्ध ब्याङ्किङ कसुर मुद्दामा सम्मानित प्रसाद जिल्ला अदालतबाट 3 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको। पक्राउ परेकोहरूमा वीरगन्ज प्रसाद महानगरपालिका वार्ड नम्बर 29 मुसोली बस्ने वर्ष 35 को कृष्ण प्रसाद शाह, अयै बस्ने वर्ष 14 को नाबालक, यहाँ हामीले नाम खुलाएको छैनौँ, र जिल्ला 12 विश्रामपुर गापा वार्ड नम्बर 1 बस्ने वर्ष 21 को राहुल मण्डल, यी लगायत अर्को 2 जना हामीले शङ्कास्पद रूपमा हेरिराखेका छौँ। अहिले हामीले म्याद थप गरेको व्यक्तिहरू चाहिँ यिनीहरू रहेको छ। हामीले यो विषयमा कसरी चाहिँ यिनीहरूले चाहिँ ठगीको धन्दा चलाएको छ भन्नेको एउटा हामी तपाईहरुलाई लिङ्क चार्ट मार्फत पनि देखाइदिन चाहन्छौँ ताकि भोलिको दिनमा यस्तो कुराहरुमा चाहिँ आम नागरिकहरू नफसोस् र आम नागरिकहरूको पैसा नडुबोस् भन्ने हाम्रो चाहना हो। र सँगसँगै यहाँहरूलाई यही मौकामा चाहिँ सम्पूर्ण प्रसावासीहरूलाई अनलाइन मार्फत हुन सक्ने कुनै पनि घटनाहरू कुनै पनि अप्ठ्याराहरूबाट सजग रहनु पहिला म आह्वान गर्न चाहन्छु। आफ्नो ओटिपी, आफ्नो पासवर्ड, आफ्नो अकाउन्टको कुराहरू चाहिँ एकदमै नितान्त व्यक्तिगत रूपमा राख्नुपर्ने हुन्छ र ती चीजहरू घरका अन्य सदस्यहरूलाई पनि आवश्यकता अनुसार मात्र दिने कुरा आउँछ। नभए त्यो तपाईहरुको प्राइभेसी अन्तर्गत पर्ने भएको हुनाले गोपनीयता अपनाइदिनु हुन आह्वान गर्न चाहन्छु। र बाइ चान्स केही त्यस्तो अप्ठ्याराहरूको परिस्थिति आयो भने मैले यो ब्याङ्कर एसोसिएसनहरुसँग पनि यो कुरा गरिसकेको छु र 48 घण्टाभित्र तपाईहरु स्क्याममा पर्नुभयो भने ब्याङ्कको हटलाइन हुन्छ, तपाईहरुको खाता भएको ब्याङ्कमा हटलाइन हुन्छ, त्यहाँ पनि खबर गरेर तपाईले 48 घण्टाभित्र तपाईको पैसा रोक्न सक्नुहुन्छ। कहिलेकाहीँ पुलिस राति पर्ला, कहिलेकाहीँ बिहान होला, त्यस्तो भयो भने ब्याङ्कको हटलाइनमा पनि 48 घण्टाभित्रमा फोन गरेर 48 घण्टा समय सीमाभित्र फोन गर्नुभयो भने पनि पैसालाई उनीहरूले चाहिँ रोकिदिन्छ। र त्यसै गरी बाँकी कानुनी दायरामा अनुसन्धानको आउनु पर्यो भने हाम्रो 100 मा पनि फोन गरिदिनु होला। तत्काल अरूको फोन नउठे पनि 100 सदैव उठ्छ र 100 मार्फत चाहिँ सूचना दिनुहुन म सबैलाई आह्वान गर्दछु। धन्यवाद।